ल अहिले हामी लाङटाङ नेसनल पार्कमा आइपुगेका छौँ। अनि यहाँ होटल तिब्बत माउन्टेन भ्यूमा चाहिँ आएर यसो कफी चिया खानु पऱ्यो, एकछिन बस्नु पऱ्यो। अनि फेरि हाम्रो यात्रा जारी छ। हेर्दा त नजिकै देखिन्छ, अझै 4-5 घन्टा लाग्छ भन्ने कुरो सुनिएको छ। हाम्रो ग्रुप हुनुहुन्छ, सन्चै हुनुहुन्छ नि? हजुर। यात्रा कस्तो भयो हाम्रो? राम्रो, रमाइलो भइरहेछ। ल है त, सानो मान्छे एकदम छिटो हिँड्ने, हामीलाई उछिने होटल तिब्बत माउन्टेन भ्यूमा छौँ। यसो चिया सिया खाएर जान्छौँ हामी है। तपाईँहरू पनि आउनुहुन्छ भने यहाँ आएर चिया कफी खानु होला, यसो रेस्ट पनि गर्नु होला। एकछिन बस्छौँ हामी 10 मिनट जति, त्यसपछि फेरि हाम्रो यात्रा कन्टिन्यू जारी हुने छ है त। अहिलेको लागि यति नै। नेसनल पार्कमा छौँ, सबैजना ग्रुप भेट भएको छौँ। अनि सबैजना चिया खाने, फोटो खिच्ने कार्यक्रम भइरहेछ। हिमाल बबाल देखिरहेछ। चोलाङपाटीबाट हिँडेको अहिले ठ्याक्कै 1 घन्टा भयो होला। तपाईँले यो देखिरहनु भएको छ, यो कुहिरोलाई भयभरको हुनु त क्यामेरा राख्छ नदेखेला। यस्तो बाटो, यो डाँडा काँडा त यो जङ्गल त कति काटेर आयो कहिले पुग्दैन। कति साथीहरू तलतिर हुनुहुन्छ, अर्को ग्याङ कति माथि हुनुहुन्छ। अझै 2 घन्टा लाग्छ भन्नुभएको छ। अब 2 घन्टा होइन, अझै 3 घन्टा त लाग्ने सम्भावना देखिरहेको छु। हिँडेताले यो हिँड्न सकिनँ, के गर्नु, यस्तो उकालो हिँडेको छैन कहिले पनि। पहिले गाउँमा हिँडिन्थ्यो, अहिले सहरमा बसेर हिँड्न सकिएन, के गर्नु। अब मौसम पनि खराब भइरहेछ, हिमाल केही पनि देख्दैन। त्यो कारणले अब भ्यू देख्न नपाएपछि अब गोसेकुण्ड आएको कुनै अर्थै भएन। त्यो कारणले आज हामी गोसेकुण्डको होटलमा बस्न पर्ने पनि हुन्छ सक्छ आज। के गर्नु त, यति दुःख गरेर माथि आइयो अनि भ्यू पनि नहेर्ने त। अब मौसम फुल्यो भने चाहिँ भ्यू हेरेर फर्किन्छ, नत्र पनि आज माथि नै बस्नुपर्छ। अनि बिहान फर्स्ट आवरमा बिहान 9 बजेसम्म चाहिँ मजाले घाम लाग्छ, त्यतिखेर मौसम फुल्यो होला, बबाल भ्यू देखिन्छ कि। ल हामी हिँड्दैछौँ। अहिले हामी लौरेबिना आइपुगेछौँ। अब माथि होटल छैन अरे, सिधै गोसेकुण्ड। यहाँ गोसेकुण्ड जान अझै 4 घन्टा लाग्छ भन्नुहुन्छ। त्यो कारणले अब हामी यहीँ खाना खान्छौँ। यहाँ खाना खाएर आरामले जाने, गोसेकुण्डै बस्ने आज। ठ्याक्कै लौरेबिना बल्ल बल्ल आइभयो चन्दनबारीबाट। साह्रै गाह्रो कठिन यात्रा छ। यात्रुहरू आउँदै हुनुहुन्छ, यात्रा गर्ने पैदल यात्रुहरू। ल हामी यही होटलमा बस्छौँ, होटल माउन्ट रेस्ट भन्ने होटलमा। हजुर, यहाँ खाना खाएर बिस्तारै आरामले जाने। गाह्रो हुन्छ, हुसु लागेको छ, चिसो लागेको छ, उल्का छ। लौरेबिना यो ठाउँ।